if a plus b plus c equals pi radian, prove that cos a sin b sin c plus cos b sin c sin a plus cos c sin a sin b equals 1 plus cos a cos b cos c. Okay, solution. The given condition is a plus b plus c equals to pi radian. That implies a plus b equals to pi radian minus c, b plus c equals to pi radian minus a, and a plus c equals to pi radian minus b. Now, starting with LHS, we have cos a sin b sin c plus cos b sin c sin a plus cos c sin a sin b. Okay, first two terms ma हेरौँ ल. फर्स्ट टू टर्म्स मा के कमन छ? फर्स्ट टू टर्म्स मा कमन छ sin c. सो टेकिङ sin c कमन, यहाँ रहन्छ cos a sin b plus cos b sin a, cos b sin a plus लास्ट टर्म जस्ताको जस्तै cos c sin a sin b. ओके, sin c. अब ब्राकेटमा हेरौँ ल. ब्राकेटमा के छ? ब्राकेटमा छ cos a sin b plus cos b sin a. अब यसलाई यसरी हेर्दा पनि भयो, sin a cos b plus cos a sin b. यो के को फर्मुला हो? यो फर्मुला हो sin a plus b को. यो कम्पाउन्ड एंगल फर्मुला हो ल. प्लस के छ यहाँनिर cos c sin a sin b. अब हामीले यो जुन sin a plus b छ यसमा गिवन कन्डिसन चाहिँ अप्लाई गर्नुपर्ने हुन्छ a plus b को ल. जस्तै यहाँ के छ a plus b? a plus b equals to pi radian minus c छ. यदि हामीले यसलाई टेकिङ साइन अन बोथ साइड्स, दुईटैतिर साइन लिने हो भने के हुन्छ? sin a plus b equals to sin pi radian minus c. sin pi minus c को भ्यालु हुन्छ sin c. सो sin a plus b को ठाउँमा लेख्न पाइयो sin c. सो के भयो त भन्दाखेरि sin c छँदैछ, sin a plus b भनेको फेरि के भयो? sin c प्लस cos c into sin a into sin b जस्ताको जस्तै. sin c into sin c के हुन्छ? sin square c प्लस पछाडि सेम cos c sin a sin b. अब यसलाई यस्तो तरिकाले कन्भर्ट गर्नु पर्यो कि यो लास्टको टर्म्स मध्ये कुनै एउटा टर्म्स कमन आउनु पर्यो. अब sin square c लाई 1 minus cos square c लेख्न पाइन्छ. यो के हो त भन्दाखेरि यो कोसेन्ट रिलेसन, सरी पाइथागोरस रिलेसन फर्मुला हो ल. sin square c भनेको 1 minus cos square c हो प्लस cos c sin a sin b छँदैछ. अब 1 minus cos c कमन लियौं, minus cos c कमन लिइसक्दा यहाँ रह्यो cos c, यहाँ रह्यो sin a sin b. प्लस बाट माइनस कमन लिँदा यहाँ माइनस रहन्छ, यहाँ रह्यो sin a sin b. ओके, फर्दर 1 छँदैछ, माइनस cos c छँदैछ. अब यहाँ भित्र रहेको cos c लाई फेरि चेन्ज गर्नु पर्यो. हेरौँ ल. अब जस्तै यो a plus b equals to pi radian minus c मा अब बोथ साइड cos लिउन के हुँदो रहेछ? cos a plus b equals to cos pi radian minus c. cos pi minus c भनेको चाहिँ minus cos c हो. अब यो माइनस साइनलाई यता ल्याउने हो भने के हुन्छ? minus cos a plus b equals to cos. cos c को ठाउँमा लेख्न पाइयो minus cos a plus b. सो अब यहाँ आउने भयो minus cos a plus b minus sin a sin b. Okay, equals to 1 minus cos c. अब यहाँ के हुने भयो त भन्दाखेरि यहाँ हुने भयो माइनस cos a plus b को फर्मुला के हो? cos a plus b को फर्मुला हुन्छ cos a cos b minus sin a sin b. तर यो अगाडिको माइनसले मल्टिप्लाई गर्दाखेरि यो के भयो? प्लस. यहाँ पछाडि माइनस sin a sin b छँदैछ. अब यो प्लस sin a sin b र माइनस sin a sin b काट्यो. अब भन्नु ब्राकेट भनेको मल्टिप्लाई हो, माइनस इन्टु माइनस के हुन्छ? प्लस cos c cos a cos b मल्टिप्लाई गर्दा हुन्छ
cos A, cos B, cos C. That is our RHS. Hence proved. ल आजदेखि कन्डिसनल ट्रिगोनोमेट्री को एक्सरसाइज पनि सकिएको छ। यदि यो बाहेक अरु कुनै क्वेशन छ भने प्लिज कमेन्ट। I will be very happy to solve it. And useful by, please share it to your friends, like it, comment it. Thank you very much. अब अर्को च्याप्टर ट्रिगोनोमेट्रिक इक्वेशन्स नेक्स्ट भिडियोबाट